हेलो नमस्ते सबैजना साथीहरूलाई नमस्ते सदा जस्तै हजुर सबैजनालाई हाम्रो आजको यस नेप्से अपडेटमा स्वागत छ। र सदा जस्तै मैले तपाईँको लाइभभन्दा आज नेप्सेको अपडेट लिएर आएको छु र आजको नेप्से अपडेट के छ हामी त्यतातिर जाउँ है त। र यो भिडियो तपाईँलाई विशुद्ध हामीले जानकारी दिनको लागि एजुकेसन पर्पजको लागि ल्याएको हो। र यदि हजुरलाई यस्तो अनलाइन सम्बन्धी सेयर मार्केट सम्बन्धी ट्रेनिङ गर्नु पर्यो भने हाम्रो यहाँ नम्बर दिएको छ, हजुरले हामीलाई सम्झन सक्नुहुन्छ भन्दै म अब अगाडि बढ्दैछु है त। ओके, अब हामी अगाडि बढौँ। ओके, सबभन्दा पहिला हामी नेप्सेलाई अपडेटको लागि जाँदाखेरि सबभन्दा पहिला हामी नेपाल स्टक एक्सचेन्जको आज अवस्था हेर्छौँ भने नेप्से समग्रमा आज के थियो त भन्दा सुरुमा एकछिन माथि बढ्न खोजे तापनि समग्रमा नेप्से के भयो थियो, नेप्से गिरावट क्रममा थियो। आज केही स्टक्सहरूमा पोजिटिभ चेन्ज टर्नओभरको हिसाबले आज विशेष गरी म्युचुअल फन्डहरूमा टर्नओभर आएको छ। भोल्युमको हिसाबले यहाँ डाटा आज एभाइलेबल भएन क्या हो, टप ट्रान्सफर आज डाटा एभाइलेबल देखेछन्। सायद केही टेक्निकल एररले गर्दा सायद आज हामी यहाँ डाटाहरू देख्न सकेनौँ। टप युजर्समा पनि हाम्रो स्टक्सहरू देखिएन, सायद आई थिङ्क केही टेक्निकल एररले हुनसक्छ। सो हामी एकचोटि अब नेक्स्ट सेसनमा जाउँ। नेक्स्ट भनेको मतलब हामी तपाईँको चार्टबाट हेरौँ न त है। चार्टबाट हेर्ने हो भने हाम्रो कस्तो छ, कुन कुन स्टक्सहरूको पोजिसन के छ भन्ने कुरा चाहिँ हामी एकचोटि नेप्से चार्टबाट जान सक्छौँ। र अब हामी अगाडि बढ्छौँ। यसमा हामी तपाईँलाई हेर्न सक्छौँ टेक्निकल चार्टमा गएर हामी हेरौँ है त। टेक्निकल्ली आज नेप्से कति अङ्कले घट्यो, आज नेप्से घटेको थियो। स्टार्टिङदेखि अघि हामीले हेरिसक्यौँ घटेको अवस्था छ। र टेक्निकल्ली यो घट्दो क्रम चाहिँ कन्टिन्यू नै भइरहेको छ है। अब एकचोटि अब यसलाई बााउन्स ब्याक हुनको लागि यो एरियामा सपोर्ट लिनुपर्ने हो। यो एरिया पनि अब टच गरेको अवस्था भएको भएर र विशुद्ध भन्नुपर्दा डाउन ट्रेन्डमा भएको भएर मार्केट डाउन ट्रेन्डमा भएको भएर यो डाउन ट्रेन्डलाई ब्रेकआउट नगर्दासम्म हामी टेक्निकली राम्रो ठाउँमा आएको अवस्था चाहिँ होइन होइन। नर्मली योभन्दा पहिलाको अवस्थामा पनि तपाईँले यहाँदेखि अलिकति यहाँ चाहिँ पोजिटिभ हुन खोजेको हो, तर पोजिटिभ भए तापनि रिट्रेसमेन्ट गरेर पनि यो तपाईँको रिट्रेसमेन्ट लेभलभन्दा तल आएको भएर हामीले पोजिटिभ मान्न मिल्दैन। नेप्से नेगेटिभ छ होइन। जब यो पोइन्टलाई यो एरियालाई क्रस ओभर गर्छ त्यसपछि हामी बल्ल पोजिटिभ मानेर हामी अगाडि बढ्न चाहिँ सक्छौँ है त। सो यो लाइन क्रस नहुँदासम्म, ट्रेन्ड इम्प्रुभ नहुँदासम्म नेप्से हामी सकारात्मक आएको अवस्था चाहिँ देख्न चाहिँ सक्दैनौँ। र भोल्युमको हिसाबले आज भोल्युमको कारोबार चाहिँ धेरै भएको थियो है। भोल्युम चाहिँ बढ्या हो, भोल्युम बढ्दा चाहिँ मार्केट घट्यो झन्, त्यो आफैमा भनौँ न हानिकारक भन्न मिल्छ है। भोल्युमसहित मार्केट घट्नु भनेको मतलब यहाँ सेलिङ, धेरै नै सेलिङ आएको भन्ने चाहिँ अनुमान चाहिँ लाउन चाहिँ सकिन्छ हामीले। अब स्टकको कुरा गर्छौँ हामी, एकतिर स्टकको कुरा गर्छौँ भने हामी यहाँ हेरौँ सिएसडिसीको अवस्था के छ, टेक्निकल अवस्था के छ भन्दा यो सिएसडिसी पनि पुरै डाउन ट्रेन्डमै मुभ गरिरहेको छ। सो डाउन ट्रेन्डमा मुभ गर्दा हामीले किन्ने डिसिजन गर्नुभन्दा नि एकछिन वेटिङ डिसिजनमा जानुपर्छ। बन्दीपुरको कुरा गर्छौँ भने बन्दीपुर पनि तपाईँको घटिरहेकै अवस्था छ, प्युरली डाउन ट्रेन्डमा छ। यो डाउन ट्रेन्ड नसुत्रिँदासम्म हामीले पोजिटिभ मान्न मिल्दैन। सो यसलाई सुत्रिन दिनु पऱ्यो है। अब अरू पनि स्टकहरू जस्तो एसवाई प्यानलमा अलिकति यसमा चाहिँ गिरावट कम भएको छ, त्यो चाहिँ हामीले देख्न सक्छौँ। यहाँनिर रोकिरहेको छ, थामिरहेको अवस्था चाहिँ देख्न सक्छौँ। सो यसरी हामीले टेक्निकल्ली कुरा गर्नुपर्दा नर्मली स्टक्सहरू धेरैजसो स्टक्सहरू किन्ने पोइन्टमा छैन है। पछिल्लो केही समयदेखि हाम्रो स्टकको एनालाइसिस गर्दाखेरि हामीले पछिल्लो केही 2 हप्तादेखि नर्मली स्टकहरू खासै किन्ने पोइन्टमा आइरहेको स्टक्सहरू भेटिरहेको छैन। कुनै कुनै आइरहेको छ, आइरहे पनि त्यसमा छिटै स्टप लस हिट भइरहेको छ। त्यो हिसाबले हामीले ख्याल गर्नुपर्छ। र एउटा स्टक छ कालिन्चोक, यो पछिल्लोचोटि हालसालै आएको हाइड्रो पावर छ कालिन्चोक हाइड्रो पावर। यसको अवस्था नै हामी हेर्न सक्छौँ। यसको अवस्था चाहिँ हामीले टेक्निकल्ली कुरा गर्छौँ भने माथि बढिरहेको अवस्था थियो र यहाँ चाहिँ तपाईँको इएमए युज गर्दाखेरि चाहिँ इएमए अनुसार चाहिँ यो राम्रो पोइन्टमा चाहिँ थियो है। इएमएले यहाँ ठ्याक्क क्रस ओभर दिएको थियो र क्यान्डल पोजिटिभ भएको हामीले यदि कसरी यो ठाउँमा बाई गर्नुभएको भए, बाई पोइन्ट यो ठाउँमा थियो भने तपाईँहरूले एटलिस्ट यसको यो लेभलमा आउँदा चाहिँ स्टप लस गर्नु पऱ्यो। यदि यो लेभलसम्म आउँदैन भने स्टप लस गर्नु जरुरी हो। यहाँ क्यान्डलले क्लोज गर्नु योभन्दा तल, यदि 865 भन्दा तल क्यान्डलले क्लोज गर्छ, यदि तपाईँले यो ठाउँमा बाई गर्नुभएको भए अब यसमा चाहिँ तपाईँ अहिले एक्जिट हुनु जरुरी थिएन भन्ने हिसाबले बुझ्न सकिन्छ। सो टेक्निकल्ली यदि यो ठाउँमा बाई गरेको भए, जसको इएमएले यो ठाउँमा बाई सिग्नल दिएको थियो नि त, यदि यो ठाउँमा बाई गरेको भए त्यो कुरा ख्याल गर्नु। एकजना साथीले हाम्रो अस्ति सोध्नु हुन्थ्यो डोल्टीको अवस्था के छ सर, यसो भनिदिनु होला भन्नुभएको र मैले डोल्टीको अवस्था पनि तपाईँलाई बताइदिन्छु। सो डोल्टीको अवस्था चाहिँ हेर्नुभयो भने सिधै यो इएमए भन्दा तलै क्यान्डल क्लोज भइरहेको भएर अवस्था चाहिँ नाजुक छ।
हामी एक्जिट हुनुपर्छ। नर्मली के बुझ्नु पर्दैन, जब मार्केटलाई तपाईँले बढ्दो क्रममा किन्नु भयो र स्टप लस देख्नुभयो, हिट भयो भने हामी त्यसबाट के हुनुपर्छ, एक्जिट हुनुपर्छ कि हामी होल्ड गरेर बस्नु भएन। लसलाई होल्ड गर्ने होइन, लसलाई अर्ली नै एक्जिट गर्नुपर्ने अवस्था आयो, स्टप लस हिट भयो भने हामी एक्जिट चाहिँ हुनुपर्ने हुन्छ है। यदि हामी टाइमली एक्जिट भइएन भने चाहिँ त्यतिखेर के हुन्छ भन्दाखेरि हामी जुन आइसकेको प्रफिट होला या थोरै लसबाट एक्जिट हुन सक्यो भने समग्रमा बेनिफिट हुन्छ। र कहिलेदेखि बढ्छ भन्ने प्रश्न धेरैजना साथीहरू छ। कहिलेदेखि बढ्छ भन्दा पनि कस्तो अवस्था भयो भने बढ्छ भनेर बुझेर हामी धैर्यता गर्नुपर्छ कि स्टक मार्केटको काम भनेको सधैँ किन्ने मात्र काम होइन नि त, कहिलेकाहीँ हामी धैर्यता कायम गरेर किनबेच पनि गर्नुपर्ने हुन्छ। र हजुरलाई मैले एउटा अझै साइडको पनि कुरा गरेको थिएँ लास्ट टाइम पनि। सो यदि तपाईँहरूलाई स्मार्ट तरिकाले एनालाइसिस गर्नुपर्ने छ, स्टकहरूको स्मार्ट तरिका एनालाइसिस गर्नुपर्ने छ भने तपाईँले यो स्मार्ट वेल्थ प्रोको यो स्मार्ट चार्ट भन्नेमा जानु होला। यहाँबाट तपाईँलाई आज बायर्सको कन्ट्रोलमा कुन कुन स्टक आछ, मोमेन्टम कुन कुन स्टकमा आछ, तपाईँले मोमेन्टम स्टक्सहरू हामी यहाँ हेर्न सक्छौँ। मोमेन्टम कुन कुन स्टकमा आछ भन्दा इडिपिएलमा मोमेन्टम आएको छ, 96% बायर्स कन्ट्रोलमा छ भने चाहिँ यहाँ हेर्नुहोस् यो यसमा मोमेन्टम आएको छ भने यो अब मुभ हुने ठाउँमा छ, राम्रो ठाउँमा छ, सपोर्टमा आएर माथि बााउन्स ब्याक हुन खोजिरहेको छ भने चाहिँ द्याट इज द पोजिटिभ पोइन्ट। सो आरएसएमएल पनि यस्तै अवस्थामा छ, हेर्नुहोस् अब सपोर्टमा आएको छ, तर ट्रेन्ड हेर्ने भने अलिकति डाउन ट्रेन्डमा छ, आत्तिनु परेन किन्नलाई। युएमएचएल हेर्नुहुन्छ भने युएमएचएल पनि सपोर्टमा आएर तपाईँको यो एङ्गल बनाइरहेको छ। सो आई थिङ्क यहाँदेखि यदि ब्रेकआउट हुन्छ भने यो पोजिटिभ सिग्नल छ भन्ने कुरा चाहिँ हामीले यहाँ हेर्न सक्यो। क्यान्डल स्टिक्सको हिसाबले हेर्ने बुलिस इन म्यारोबुजु क्यान्डलहरू हेर्नु पऱ्यो भने सिवाइसिएलमा बनेको छ है, डिएचइएलमा बनेको छ। सो हेर्न सक्छौँ हामीले। यो भयो एउटा स्मार्ट तरिका, स्मार्ट एनालाइसिस गर्ने स्मार्ट तरिका है। अब पिएफएलमा हेर्न सक्छौँ। यसरी हामीले यसबाट पनि तपाईँलाई इजी हुने भयो यो चिजहरू गर्नलाई। र यदि तपाईँले स्मार्ट एनालाइसिसको यदि यो तपाईँले लिन चाहनुहुन्छ होइन, यसको सब्सक्राइब गर्न चाहनुहुन्छ भने हामीले तपाईँहरूको लागि भने एउटा कोड पनि बनाइदिएको छौँ। तपाईँले सब्सक्राइब गर्ने क्रममा चाहिँ तपाईँले यसमा र कोड हाल्नुभयो भने तपाईँलाई त्यसमा डिस्काउन्ट हुन्छ। कोड चाहिँ तपाईँको मिराकल 20। यदि तपाईँले मिराकल 20 भन्ने कोड राखेर यदि तपाईँले यो स्मार्ट वेल्थ प्रोलाई सब्सक्राइब गर्नुभयो भने हजुरलाई त्यसमा चाहिँ केही डिस्काउन्टहरूको हजुरले बेनिफिट पाउनुहुन्छ। र यो चाहिँ आफैमा राम्रो छ, किनभने स्मार्ट भनेको स्मार्ट तरिकाले गर्ने, एआई युज गरे जस्तै टाइपले यसले तपाईँलाई इजिली बाई सिग्नल, सेल सिग्नल भएको स्टक्सहरू भेटिन्छ। यहाँ अरू पनि फिचर्सहरू छ, अरू पनि फिचर्सहरूको बारेमा तपाईँलाई बिस्तारै बताउँदै जाउँला भन्दै म आजको भिडियोबाट बिदा हुन्छु। थ्याङ्क यू सो मच सबैजना साथीहरूलाई, हाम्रो च्यानललाई लाइक सेयर सब्सक्राइब गरिदिनु होला भन्दै म अब यस उसबाट बिदा हुन्छ। थ्याङ्क यू सो मच सबैजना साथीहरूलाई। थ्याङ्क यू एभ्री वान। ल हेभ अ नाइस डे। थ्याङ्क यू एभ्री वान। थ्याङ्क यू।